बस एटा हेर सामान हेलो एभ्रिवान आई एम सङ्गम एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ मैले यो भ्लग चाहिँ किन बनाउन गइरहेको छु भने चाहिँ आज स्पेसल डे मेरो मम्मीको बर्थडे सो आइ एम गिभिङ हर सरप्राइज ओ माई गड आइ एम सो एक्साइटेड सी डजन्ट नो एनिथिङ अबाउट दिस सरप्राइज मलाई चाहिँ थाहा छैन कि यहाँ कसरी डेकोरेट गर्ने भनेर मैले चाहिँ डेकोरेट चाहिँ यहीँ गरेर चाहिँ सोचाइरहेको तर कसरी हुन्छ मलाई चाहिँ केही पनि थाहा छैन कि यसको बारेमा चाहिँ मैले चाहिँ डेकोरेट चाहिँ मेरो साथी अनि मेरो भाइसँग चाहिँ मिलेर गर्छु मैले चाहिँ मेरो भाइलाई पनि भनेको छैन कि आज चाहिँ यसरी सरप्राइज दिनु भनेर मम्मीलाई उसलाई पनि केही थाहा छैन मैले चाहिँ मेरो साथीलाई मात्रै भनेको थिएँ मैले चाहिँ केक चाहिँ हिजो नै बनाउँदै सकेको थिएँ मम्मीलाई सधैँ सरप्राइज दिन्थेँ कि कहिले छुँदाको छैन होइन पैसा अलिअलि हुन्थ्यो आफूसँग अनि केक मात्र ल्यायो भने पनि काटिदिन्थ्यो होइन मम्मीलाई अनि तर मम्मीले चाहिँ पहिल्यैबाट थाहा हुँदो रहेछ कि यसले मलाई सरप्राइज दिँदैछ भनेर अनि थाहा नपाए जस्तो गर्नुहुन्थ्यो मम्मीले अनि पछि केक काटेपछि चाहिँ बल्ल मैले थाहा पाएको थिएँ पहिल्यैबाट थाहा पाएको थिएँ सब गरेको थिएँ भन्नुहुन्थ्यो कि अनि आज चाहिँ मम्मीलाई केही कुराको शङ्का छैन किनकि मैले पहिल्यैदेखि भनिसकेको थिएँ कि मम्मीलाई पहिल्यैबाट भन्दै गर्थेँ पैसै छैन नत्र मम्मी तपाईँको केक काटिदिनु हुन्थ्यो यस्तो भनेर अनि मम्मीलाई चाहिँ शङ्काबाट हटाइदिएको छु मम्मीले मलाई बजारतिर जाऊँ सामान किन्नको लागि भन्नुभएको छ अब चाहिँ मम्मी बजारतिर जाँदै सामान किनेर त्यति बेला मम्मी एउटा गिफ्ट पनि किनिदिन्छ सानोतिनो पैसा धेरै छैन सो गाइस म चाहिँ रेडी भइसकेँ मम्मीसँग बजार जानु लागेको अब चाहिँ हामीले चाहिँ सामान चाहिँ यस्तोमा राख्ने सामान चाहिँ लिन जानु लाग्यो फुलहरू अनि भाँडाहरू यस्तो लिन चाहिँ जानु लाग्यो उता बजारतिर चाहिँ मैले भिडियो बनाउन पाइनँ किनकि त्यहाँ चाहिँ एकदम भिड थियो कि आज भिडभाड थियो अनि डेकोरेसन गर्ने सामानहरू पनि मैले केही पनि ल्याएको छैन केही पनि ल्याएको छैन अब चाहिँ हामी चाहिँ जाने अब चाहिँ लिनलाई मैले चाहिँ सामानहरूमा राखेको छु एकदम राम्रो राम्रो सामानहरू लिएको छु अनि मम्मीले मलाई पैसा पनि दिनुभएको छ कि केक लिएर आइज भनेर अनि तर मम्मीलाई चाहिँ मैले मागेँ कि पैसा मम्मीको फोन चाहिँ पैसा चाहिँ लिएँ किनकि मेरो फोन पे छ कि केही छैन पैसा मम्मीले फेरि पैसा मागेन मसँग पैसा सँग गर्नुहुन्छ कि त्यही भएर पैसा मागेँ अनि अब चाहिँ अब सामान लिन गएर अनि यहाँ चाहिँ डेकोरेसन गरौँ मिल्छ कि मिल्दैन यहाँ फेरि यस्तो गरेको हो नि त मिल्छ कि मिल्दैन अनि त्यही हिसाबले अब अहिले ल्याएपछि गर्छौँ कस्तो हुन्छ जे होस् राम्रो हुन्छ जस्तो लागिरहेको थियो आज चाहिँ म बर्थडे चाहिँ मम्मीको अब चाहिँ म हिँडेको ओ माई गड चाबी कता तलै छ होला साइड अब चाहिँ म हिँडेको बजारतिर
गाइज हामी चाहिँ अहिले मम्मीको लागि बर्थडेको सामान लिन आएको। केक चाहिँ भित्र प्याक हुँदैछ। केक चाहिँ तपाईँहरूलाई घरमा गएर देखाउँछु। अनि अब चाहिँ कस्तो होला मम्मीको रियाक्सन भनेर चाहिँ तपाईँहरूले यो भिडियोमा हेर्न सक्नुहुन्छ। चाहिँ अब केक पनि ल्याइसक्यौँ। अब चाहिँ हामी घर जान लाग्यो। मम्मीले थाहा पाउनुहुन्छ कि भनेर एकदम हामी डरमा छौँ। सायद थाहा थाहा पाइदिनु किनकि हामी रातिमा आएको कि मम्मीले थाहा पाउनुहुन्छ नि त बाहिर देख्नुहुन्छ नि त फेरि अरू केक पनि ल्याएको। यो मम्मीले अर्डर गरेको 500 वाला केक ल्याउनु भएको थियो। मैले चाहिँ 350 लिएको सानोवाला यो चाहिँ मैले ल्याएको। अब हामी चाहिँ घर जान्छौँ। गाइज हामी चाहिँ घर आयौँ भर्खर अनि अहिले चाहिँ हामीले त्यो अब मिलाउनु लगाएको। अहिले चाहिँ मम्मी किचनमा हुँदो रहेछ नि त्यसले हामी उता डेकोरेसन गर्न पाएनौँ। अब मम्मी चाहिँ एकछिनपछि तल गएपछि चाहिँ हामी डेकोरेसन गर्छौँ। केलाई यो भयो दे भयो। अब चाहिँ कस्तो भन्नु बर्थडे अब यसरी गर। अब चाहिँ हामीले मिलाउन गइरहेको छौँ। मेरो साथी पनि छ मिलाउनु मेरो हेल्प गर्नको लागि। अब केक पनि ल्यायौँ। हामीले मम्मीले केही शङ्का गर्नुभएको छैन अहिलेसम्म। हामी चाहिँ फेरि यो मिलाएपछि चाहिँ अर्को भिडियोमा भेटौँला है। सो गाइज हामी चाहिँ अब डेकोरेटको सुरु गरिदियौँ। दिदीहरू पनि अचानक आउनुभयो सरप्राइज भयो भने। अनि अब चाहिँ डेकोरेट गरिदियौँ। मम्मी चाहिँ तल हुनुहुन्छ कस्तो हुन्छ हेर हेर्नु जो आज चाहिँ रमाइलो हुन्छ जस्तो लागिरहेको। हेर्नु गाइज अब खत्रै भव्य सरप्राइज हुन्छ जस्तो हो कि आज चाहिँ तिनवटा केक हेर्नु दिदीहरूले ल्याइदिनु भएको। यो मैले यो मम्मीको तर्फबाट मैले ल्याइदिएको तर हामी चाहिँ बत्ती सत्ती सबै बन्द गरेर चाहिँ त्यताको पनि बन्द गरेर बन्द गरेर चाहिँ मम्मीको प्रतीक्षामा छौँ। हुन्छ जाऊ घुम हामी गर्छ। मम्मी चाहिँ आउनु लाउनु भएको छ अहिले चाहिँ। Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. अचम्म पर्नु हो क्या मम्मी रुलाउनु भइसक्यो क्या मम्मी नरुनु क्या नरुनु मम्मी यो जामा लगाउनु अनि त्यो लगाउने अनि यो लाउनु यो राम्रो देखिन्छ कि निक्लिँदै हुनुहुन्छ रानी भयो रानी जसरी 1 2 3 गो वाउ ल बस्नु उता गएर ह्यापी बर्थडे के बाल्ने ए लाइट मी चाहिँ अहिले चाहिँ केक काट्नलाई रेडी हुनु भइरहेको छ। मम्मी अब केक काट्दै ए दुईटा मम्मी
दुईटा मम्मीले सामाउनु अनि एउटा चाहिँ बालिदिउँ कि त्यहाँबाट हामी चाहिँ आज धेरै नै छौँ लाइटर त्यही थियो गरे भर्खरै होइन हामी चाहिँ पछि सबैजना भ्लगमा आउनुहुन्छ ल जान्छ त ऊ मम्मीको छेउमा गएर बस्दा हुन त भयो मम्मीलाई मात्र हजुर अर्को लाइटर छैन क्या यो बाल्छु अनि हजुरले त्यसलाई बाल्नु यसो गरी होइन दुईटै बाल्नुपर्छ यसमा त हो यसरी बाल्ने भयो नि अलि सानो ल सबैजनाले भनौँ है ह्यापी बर्थडे ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे डियर दिदी ह्यापी बर्थडे कति राम्रो देखिनु भएको यस्तो झरे जस्तो हल्ला न माथि मम Happy birthday to you, happy birthday. Many happiness of the day. Stay safe, stay healthy, stay long life. ल मम्मी अब केक काट्ने है Okay, काट्नु दिदी. अब केक काट्नु. Happy birthday, happy birthday, happy birthday to you. त्यसले केक लगे सबले केक लगे मेरो भाइले त जाम पाइँदैन मलाई मेरो भाइले चाहिँ केक यसरी खाइरहेको छ है सकले हेर्नु केक लभर यसले सानो बच्चा हुँदा नि यस्तै गर्थ्यो अहिले पनि यस्तै गर्यो यता हेर्नु सब हेर्नु त गाइस यत्रो खाँदै हो केक हुँदा नि यो गर्नु राख्ने सानोमा पनि यस्तै गर्थ्यो कि सानोमा पनि यस्तै गर्थ्यो यसले खानुपर्छ नि के कुरा खानुपर्छ ल ल ल के फेरि हैन. मम्मी त हेर्नु कति ब्युटिफुल भयो नि भयो मम्मीलाई गिफ्ट आयो ल Okay, किन होला? आउनु नि भाइ एउटा भन्नु नि ल खिच्दिउँ ल ल यता हेर्नु अर्को पोज गर्नु भयो केक खाइसक्नु भयो एउटा ठुलो दुईवटा सक्यो एउटा चाहिँ हाफ छ है सबैले केक खाँदै हुनुहुन्छ मम्मीले यहीसँग खानु भएर मम्मीको चाहिँ बेस्ट हो कि केक चाहिँ म चाहिँ धेरै खान सक्दिनँ सानो केक खायो न उहाँ चाहिँ अर्कोले खाँदै नाम बसेर अहिले खाना खाँदै हो होइन खाना के भन्छ खाँदै भनौँ न अनि बर्थडे सेलिब्रेसनको खाजा. स्प्राइट हो यो चाहिँ अन्य त किन केही नसोच्नु होला चाहिँ हामीले चाहिँ अहिले सबैजना भएर चाहिँ मेरो भ्लग हेर्दै हम टिभीमा चाहिँ अनि अब चाहिँ हामी इन्जोय पार्टी हाम्रो चाहिँ भुजा र मासु अनि स्प्राइट अब चाहिँ मेरो मम्मीले चाहिँ गिफ्ट खोल्दै गिफ्ट चाहिँ मात्र हो कि अहिले चाहिँ अनि मम्मीले चाहिँ अब गिफ्ट खोल्नुहुन्छ के रहेछ त्यहाँभित्र चाहिँ हेर्नु लगाइस
श्री गणेश हो के साँच्चै कति मम्मीले पनि त्यस्तो पूजाको सामानहरू चाहिँ एकदम कति मनपर्छ कि मलाई त साँच्चै नभए सानो भयो नि श्री गणेश गाइज हामी चाहिँ अहिले नाचेर अनि अहिले चाहिँ थपित अवस्थामा सबैजना होइन अब चाहिँ आज मम्मीको बर्थडे पनि सकियो फाइनल्ली मैले सोचेको सरप्राइज दिनु चाहिँ सबै प्लान सक्सेस भयो अब सबैजना लाइक सब्सक्राइब होइन अनि सकेसम्म मलाई सपोर्ट गरिदिनु होला यति भन्दै म यो भिडियो चाहिँ यहीँ इन गर्छु नमस्कार